हेलो सबैलाई नमस्ते। मैले चाहिँ पहिलोचोटि ब्लग बनाउन गइरहेको छु। अहिले चाहिँ हामी वकिङ गर्नको लागि हिँडिरहेको छौँ। रुममा बस्दा बस्दा वाक्क लागेर वकिङ गर्नु पर्यो भनेर बाहिर निस्क्यौँ। मेरो बाबु नानी चाहिँ बाहिर निस्क्यौँ भने खुसी हुन्छ। अहिले हामी वकिङ गर्नलाई गइरहेछौँ। कति बस्नु, रुममा गर्मी छ, कहिलेदेखि साँझ खोलाएर बाहिर निस्किँला भनेर बसिरहेको हुन्छौँ। साँझ परेपछि बाहिर निस्किन्छौँ हावा खानको लागि। मेरो बाबु चाहिँ को खुसी हुन्छ, हिँड्न पनि मान्दैन, रमाएर यति खुसी हुन्छ। अनि यहाँ वाकिङ आर्मी एरिया हो, यहाँनिर वाकिङ प्लाजा भनेर छुट्याएको हुन्छ। त्यहाँ चाहिँ हामी वाकिङ गर्नको लागि जान्छौँ। बाबुलाई चाहिँ पानी प्यास लाग्यो भनेर पानी पिउनको लागि गर्छ। यसको चाहिँ यो अड्डा जस्तै हो, जहिले वाकिङ गर्दाखेरि नि यहीँ आएर पानी एकचोटि नपिएसम्म जान मान्दैन। पानीसँग खेलेर पानी पिएर मात्रै जान्छ। वाकिङ गर्नको लागि मेरो बाबु चाहिँ खुसी हुँदै रमाउँदै म भटाक्को गर्छ। मैले मोबाइल चलाइरहेको हुन्छु नि त, अनि मोबाइल चलाएको भएर मलाई घटाउनु खोजिरहेको हुन्छ कि उसले पनि चलाउनु पर्छ भनेर। मोबाइल चलाउनै दिन ऊ आफू पनि चलाउन खोजिरहेको हुन्छ। माटोसँग खेल्नलाई त्यो ठाउँमा अलिकति त्यहाँ त्यो बाटोमा त्यो सबै त्यो फुटेको छ नि, त्यही भएर त्यो माटोहरू निस्केको छ। त्यो उसलाई चाहिँ माटो खेल्न मनपर्छ, त्यही भएर माटो खेलिरहेको छ। दिदीभाइ चाहिँ एकदम हुन्छ नि, जहाँ गयो भने अब थकै लाग्ने हुन्छ उसलाई, थकाइ लागेर अब बस्न खोज्छ। एकछिन हिँड्नु हुँदैन, उसलाई फेरि थकाइ लागिहाल्छ कि बोक भन्ने बस्ने यस्तै ठाउँ खोजिरहेको हुन्छ। साँझ पनि रात पनि पर्न लागिसक्यो। हामी हिँड्दा अब लामो भिडियो त गराउन सक्दैन, अलिअलि छोटो छोटो भिडियो गराउन सक्छौँ। अब हामी फर्किए। बाई बाई, सबैले सक्नुहुन्छ।